गाइज तपाईँहरू टोकियो कानाकावा सिजुओकातिर बस्नुहुन्छ र अब गर्मी आउँदैछ घुम्न जान उमीतिर समुद्रतिर जान मन लागेछ र एकै ठाउँमा कति जानु बोरिङ भइरहेछ ठाउँ खोज्दै हुनुहुन्छ भने यो ठाउँ तपाईँको लागि बेस्ट अप्सन हुन सकिन्छ है त। यो ठाउँ हो आतामी। टोकियोबाट मात्र 2.5 घन्टा लाग्छ र तपाईँको यहाँको इन्भाइरोमेन्ट पनि रमाइलो छ, बजारहरू त्यस्तै छ र मेन भनेको तपाईँको ट्रेनमा चढ्दा नै तपाईँको समुद्रको भ्यू हेर्दै जान सक्नुहुन्छ है त। अर्को कुरा चाहिँ यहाँको समुद्र एकीबाट 10 देखि 12 मिनट हिँड्नुपर्छ र यहाँको समुद्र कम्पेरिजनमा अरू ठाउँको भन्दा धेरै सफा छ है त। र तपाईँको स्विमिङ गर्न नि एकदम सेफ्टी लाग्यो किनभने स्विमिङ गर्ने ठाउँमा ठ्याक्क बार लगाएको छ जसले गर्दा तपाईँ डराउनु पर्ने स्थिति आउँदैन र यहाँको वरिपरि हरियाली डाँडा काँडा जङ्गल छ र तपाईँको भ्यू हेर्न पनि रमाइलो छ र तपाईँले यहाँ बोर्डिङ पनि गर्न सक्नुहुन्छ र तपाईँको बजार पनि नजिकै छ। तपाईँलाई के खान मन लाग्यो किन्न मन लाग्यो भने र प्लस तपाईँको बाथरुमहरूको नै राम्रो फ्यासिलिटी छ। त्यहाँबाट पर डाँडामा हेऱ्यो भने त्यहाँ जिन्जा मन्दिर पनि छ, त्यहाँ पनि जान सक्नुहुन्छ र सायद नजिकतिर गार्डनहरू छ रिफ्रेस हुन र स्ट्याचुहरू छ। घुम्ने ठाउँ चाहिँ छ है, स्विमिङ मात्र होइन रिफ्रेस हुनलाई घुम्ने ठाउँ पनि मजाको छ, जानुभयो हुन्छ है, रमाइलो हुन्छ। त्यही भएर ओभरअल राम्रो लाग्यो है अरू ठाउँको कम्पेरिजनमा। हामी चाहिँ गयौँ, रमाइलो गऱ्यो, अब रमाइलो गर्ने जाने तपाईँको पालो है त। थ्याङ्क यू सो मच, इन्जोय। यस्तै भिडियोको लागि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है, सपोर्ट गरिराख्नु। धन्यवाद।